हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा आफ्टर लङ टाइम फेरि एउटा भिडियो लिएर आइसकेकी छु तपाईहरुले सिन हेरेर थाहा पाउन सक्नुहुन्छ म चाहिँ गाउँमा छु बिहामा आको अनि म चाहिँ रेडी भइसके रेडी भएर अघि नै भिडियो बनाउँछु भनेको पाएन फेरि रेडी भएर भिडियो बनाउँदै छु म फिट चेक दिन्छु ल यो चाहिँ हो मेरो आउटफिट Oh my god! Wow! जान्छु ल सबैले मलाई वेट गर्दैछन् यहाँ चाहिँ मेरो सिस्टरहरु हुनुहुन्छ उहाँ चाहिँ मेरो दिजु होइसिन्छ भने यहाँ चाहिँ मेरो बहिनी नक्कली ओके हामी चाहिँ अब जाँदै छौं खानालाई ल साथीहरु हामी चाहिँ अब हिनेको तल खानालाई जुम आउ बहिनी हिन जाम टक 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 गाउँको बाटो यस्तै छ हिल्लाएर हिनेछौँ यता टिकटक हुँदैछ बिहाको घर चाहिँ उता तल हो दाजुहरूको घर यहाँ चाहिँ किचन हो किचन एरिया गाउँको किचन एरिया यस्तै हुन्छ नो शुभ विवाह अब हामी यो हिल्लाएर यो ओह्रालो जान्छौँ एकदम सुस्त हिँड्न पर्ने हुन्छ नत्र लडिन्छ फेरि यहाँ यहाँ चाहिँ हाम्रो खाने एरिया छ यहाँतिर तल चाहिँ बाजा बजिरहेछ अब ए हो यो चाहिँ हाम्रो डाइनिङ एरिया टेबल चाहिँ छैन बसी उहाँ हाम्रो बुवाजी हेलो बुवाजी हाय गौतम दाजी हेलो हेलो अब यहाँ मेरो साथीहरू यता छन् खाँदैछन् हेलो भनौँ न कस्तो छ यिनी हुन् बेहुली कि बहिनी हो सुविधा त सहरमा अरे त हेर न पविता त यहाँ रहेछन् यिनी हुन् दिदी बहिनी बिचकी चाहिँ हाइनिन् फेरि सबै म्यारिड हो ए यिनी होइन है अरू चाहिँ सबै म्यारिड ल यता पनि खाना सुरु हुँदैछ म चाहिँ यहाँ छु हामी चाहिँ खाना लागेको ओहो भाउजू ल मेरो चाहिँ बहिनीले लिँदैछ उता खाने ठाउँ चाहिँ यहाँ छ के हो यो पुलाउ भयो मटन ए दुईटै मटन आइन्छ मासु भयो तरकारी अचार चटनी सलाद पापड वाली सबै वाली रोस्ट मेरो प्लेट खाए मलाई चाहिँ थोरै है यो मेरो थाली हाम्रो च्यापाङ्गीहरूले खाँदैछ लाइनमै बसेर दिदी बहिनी भएर खान्छन् खाए ल साथीहरु 7 जना तरुणीहरूले खान्छ घुलचोरको तरुणीहरू 7 जना सबै तरुणीहरू मात्रै छन् कसैलाई मन पर्छ भने भनिहाल्नुहोस् है यता हेर्नु नि भान्जी यता हेर्छु नि ए कान्छी छोरी यता हेर्न भयो हाम्रो चाहिँ खानपिन भइसक्यो खाना खाएर भ्याइसक्यौँ अब हामी अब बाजाको ताल बज्दैछ त्यहाँ तल डान्सरहरू पनि हुनुहुन्छ 2-3 जना
हाम्रो गाउँ। हामी चाहिँ खाना खाएर अब बसेको। अब हामी चाहिँ खाना खाएर तल हिँडेको बाजा बजेको ठाउँमा, मेन घरमा। मेन घर चाहिँ यहाँ तल हो। जाम जाम हिँडो हिँडो न। त लत्रेको छ कपडाहरू यस्तै। बाजा बजेको सुन्नु भएको छ तपाईँहरूले? यहाँ हुँदैछ डान्स। Welcome to our happily ever after, Dr. Sisir and Dr. Bola. Manma Darsan. Beautiful Baini, beautiful Baini. Oh, bright sister. Oh, sorry. अब हाम्रो गाउँका मुयाहरू नाता जाँदैछिन्। Okay, that's it. ठकुरी ड्रेस हो हैन? ठकुरीको हेर यहाँ खानेकुरा लागेको छ। यो चाहिँ ठकुरी ड्रेस हो। यता पनि हो छ ठकुरी ड्रेस भाउजू। उता चाहिँ टिका टालो हुँदैछ हैन?
डान्स देखा कान्छीबाट कान्छीमा फोटो खिच्नको लागि एकदम रेडी पोजिसनमा होइसिन्छ मान्छे राम्रो हो कि मोबाइलै राम्रो हो यति साह्रो राम्रो आउनु भयो अब चाहिँ हाम्रो फोटो सेसन सकिन लाग्यो अब हामी घर जान्छौँ अब हामी चाहिँ घर हिँडेको उहाँले लिनलाई अनि टिकटक पनि बनाउनलाई हिँडेको यहाँ डिम्पल छ ह्या गरेछ भाषा नआएको डिम्पल क्या नआएको त ह्यान्सी घरको त हुँदा नि फुच्चाहरू आजको डान्सर दिदी म त हालिदिने गाइज हामी हिँडेको अब ये मैं हूँ और मेरी गैंग है हम जा रहे हैं टिकटक बनाने या टिकटक बनाने गाउँमा कहीँ छ फेरि कसैलाई हेरि अब हामी खाएको पैसा दिन जाँदैछौँ यहाँ चाहिँ हाम्रो अकाउन्टेन्टहरू हुनुहुन्छ अकाउन्टेन्ट हामी चाहिँ पैसा तिर्न आएको मान्छे खाएर हेर्नुहोस् हाम्रो गाउँ कस्तो रमाइलो छ हाम्रो यो स्कुल हो खड्काकाली स्कुल हामी पढेको स्कुल हो अहिले म राम्रै देखाउने छु माथि गएर है त पढेको स्कुल हो हाम्रो सुन्दर एकदमै राम्रो स्कुल हो यहाँ चाहिँ अहिले सरस्वती मन्दिर बनेको छ एकदमै राम्रो नयाँ सरस्वती मन्दिर हो यो तपाईँहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ अब टिकटक बनाउन आएको टिकटक बनाएर अब भ्याएर फेरि साथीहरू बिहाको कार्यक्रम चाहिँ अब भ्याइन लाग्यो मैले दुईचोटि भात खाएँ यता तल चाहिँ डान्स हुँदैछ रात परिसक्यो देख्न सक्नुहुन्छ यस्तो छ नजारा भान्साहरू पनि उठ्न लागिसक्यो उता खाँदै हुनुहुन्छ कोहीले रात परिसक्यो